काले नसरेको होला सर यो अब ठेकापट्टा लागेको भन्छ। ठेकापट्टा अब धरानको लागि इटाडीको लागि पर्यो अरे। यो चाहिँ धरानको स्मार्ट बस पार्क, नयाँ बस पार्क अहिले सरिसकेको छ। अब हेरौँ है कस्तो रहेछ होइन। पहिले फिनिसिङ हुने बेलामा त म आएको थिएँ, तर अहिले चाहिँ कस्तो रहेछ, कति बसहरू रहेछ। अब हेरौँ है हेरौँ। भानुचोकमा चाहिँ धेरै भिडभाड हुन्थ्यो, बसहरूको चाहिँ धेरै भिडभाड भएर अहिले बस पार्क यता सरेछ अरे। बस त छैन त अनि एउटा पनि। दामी दामी छ, दामी चाहिँ है। पूर्वमा यत्तिको बस पार्क छैन है फेरि होइन। बस एउटा आयो बल्ल, बस पार्क अरे तर बसै थिएन यता, तर भर्खर एउटा आयो क्या। के रहेछ हेरौँ है। दामी चाहिँ दामी छ है फेरि। वेटिङ दामी छ एकदमै। अब तपाईँको काउन्टरहरू दामी छ है। विदेशी स्टाइलमा रहेछ सबै होइन। यता पनि वेटिङ गर्ने ठाउँहरू, त्यो चाहिँ पेसेन्जरलाई। अरे खाली छ त अनि यो खाली छ। के भएर यस्तो अहिले पूर्ण रूपमा सञ्चालन नभएको जस्तो देखिन्छ, किनकि काउन्टरमा टिकट काट्ने मान्छे छैन क्या। काउन्टर नम्बर 13 होइन, काउन्टर नम्बर 13 रहेको छ। अनि दामी चाहिँ दामी छ है। अब मान्छे छैन यहाँनिर। बस पार्क चाहिँ सरेको, तर मान्छे टिकट काट्ने मान्छे छैन। अब पूर्ण रूपमा सञ्चालन हुनु बाँकी नै छ, तर सर्नु चाहिँ यो उद्घाटन भइसकेको छ। अब व्यवस्था मिलाउनु पर्ने होला यहाँ पनि। वाउ दामी छ। यो चाहिँ के को लागि, यो चाहिँ सेपरेट बस पार्क जस्तो छ। पार्किङ बसै छैन हौ। बसै छैन होइन। बस पार्क त सऱ्यो, तर भानुचोकको चाप भने, बजारको चाप भने अटेको छैन। के कारणले यो चाहिँ अब हो थाहा भएन। अब हेर्नुहोस् कि भानुचोकको अब काउन्टरहरू पनि सरेको होइन। भानुचोकमा चाप अहिले जस्तै रहेछ। कर्मचारीहरू खासै देखिएन, तर दामी चाहिँ दामी छ है फेरि होइन। बस पार्क सरे पनि भानुचोकको चाप चाहिँ परेको छैन। काउन्टरहरू त्यतिकै छ। बसहरू भानुचोकमै यसरी लागिरहेको एकदम त्यो पाहाडको पाहाड जाने काउन्टरहरू छ। तल बस पार्कमा चाहिँ धेरै सुनसान थियो है। बस पार्कमा चाहिँ यो चाहिँ बस इन हुने रहेछ यहाँबाट चाहिँ। एउटा
दुईवटा बस बसेर चाहिँ बिजोग भइरहेछ तर पेसेन्जरै छैन मान्छे त छैन रहेछ यो चाहिँ इन हुने वरिपरिबाट देखाइरहेको छु मैले तपाईँहरूलाई यो चाहिँ अब देशको विभिन्न ठाउँबाट आएको बस गाडीहरू चाहिँ साधनहरू चाहिँ यो भित्रबाट बस पार्क एउटाबाट आएर इन हुने रहेछ यताभित्र होइन बल्ल बल्ल एउटा बस आयो एउटा मात्रै बस छ तपाईँहरू मात्र आएको अहिले बस पार्कमा त भर्खर एउटा बिग्रेर बसेको रहेछ अन्त यो चाहिँ इन भयो यहाँनिर अब इन भएर दामी बनेको छ होइन तर पुरै चाहिँ सञ्चालनमा चाहिँ आउनु बाँकी छ किनकि भित्र टिकट काट्ने मान्छेहरू थिएन क्या पेसेन्जर पनि मान्छे त छैन अब त्यो निस्क्यो भाग्यो अरे भित्र गएर भाग्यो त्यो त मान्छे भित्र गएर माथि निस्केर भाग्यो है बस पार्क चाहिँ तर दामी त्यस्तै छ है यता ट्याक्सीहरू पनि एकदम कताकत भइरहेछ हेर्नुहोस् काउन्टरहरू यतै नै छ आज असार 16 गते हो बस पार्क भिडभाड छ तपाईँहरूले देखिहाल्नु तल बस पार्क चाहिँ सुनसान छ होइन भानुचोक फेरि भिडै छ भानुचोक सुनसान होइन भानुचोक चाहिँ चाप भइरहेछ बसको मान्छेहरू सर्नु नमानेको अरे नि त अब यो चाहिँ नेताजीहरूले व्यवस्था गर्नुपर्छ बसवालाहरू सर्नु नमानेको अरे यहाँनिर तल सुनसान भएर होला त्यो चाहिँ नेताहरूले व्यवस्था गर्नुपर्छ एकैछिनमा जाम भइगयो एकैछिनमा भिड भइहाल्छ क्या भानुचोकमा व्यस्त छ भानुचोक बस पार्क चाहिँ पार्क सर्यो बसहरू सरेन यहाँनिर चाहिँ 1 मिनट मात्रै जाम भयो भने यति जाम हुन्छ कि फेरि भिडै छ हो भिडै छ अहिले चाहिँ बसहरू सबै सर्ने हो सबै बसहरू सरिसकेपछि खुल्ला हुन्छ कि भन्ने आश छ चाँडै चाहिँ सबै बसहरू सरोस् भन्ने प्रतीक्षा गर्दै यो भिडियो यति नै म अपलोड गरिरहन्छु हेर्दै गर्नुहोला गयो अब यसरी बनेको छ बस पार्क चाहिँ होइन धरानको बस पार्क र नेपाली झन्डा जस्तै छ त हो भने राम्रो छ नि हौ तर अलिक एरिया चाहिँ कम भयो होइन अब एरिया सानो भयो अब र पनि ठिकै छ
बस भिडभाड छ भनेको सुनेको थिएँ, तर त्यो सुनेको जस्तो छैन रहेछ। अब बस पार्क चाहिँ बसहरू चाहिँ पेसेन्जरै लिएर आउँदो रहेछन्। आउनु चाहिँ हेरौँ है अब यहाँ अड्लिन्छ कि अड्लिँदैन होइन। अब मान्छे चाहिँ अलि चाहिँ रहेछ, खाली छ यसमा चाहिँ टन्नै मान्छे छ पेसेन्जरहरू। बसहरू त अर्कै गरिरहँदो रहेछ नि त। अरू चाहिँ बस पार्कको मान्छे नअर्ली टाप दिइराखेको क्या। बिचरा बस छैन बस पार्कमा मान्छेले नअर्लिकन बाहिरै टाप दिएको क्या। एकजना पनि अड्लिन। यहाँनिर अड्लेर नि के गर्नु बिजोग हुन्छ फेरि। व्यवस्था राम्रोसँगले भइसकेको छैन। अब सबैले टेम्पोहरू अड्लेर होइन। पूर्ण रूपमा राम्रोसँगले सञ्चालन नभएर यस्तो सायद भएको होला, खाली सुनसान भएको होला। अहिले तपाईँहरूले देख्न सक्छौँ सुनसान छ है। अब म तपाईँहरूलाई भानुचोकको भिड बस पार्क चाहिँ सर्यो, तर भानुचोकको कस्तो छ त त्यहाँको भिडभाड होइन, त्यो चाहिँ म तपाईँहरूलाई अहिले देखाउन गइरहेको छु। भानुचोकतर्फ जानेछौँ। अब बस पार्क सरिसकेको छ, तर त्यहाँ चाहिँ कस्तो अब व्यवस्था छ, कतिको भिडभाड छ। अब हामी त्यतातिर जानेछौँ। अब एकैछिन हेर्नु होला, म भानुचोक कस्तो भिड छ त्यहाँको अवस्था के छ म तपाईँहरूलाई देखाउने छु। यो चाहिँ उताबाट इन हुने थियो भने यो चाहिँ आउट हुने रहेछ। अहिले 2-4वटा बस तपाईँ हामीले देख्यौँ। अब तर बस पार्कमा चाहिँ सर आयो, इन पनि भयो आउट पनि भयो, तर एकजना पनि अर्लिनु भएन यहाँनिर। किनभने असुविधाको कारण ल अब खासै राम्रोसँग व्यवस्था भयो। अब झरेपछि त फेरि अब कता जाने, सफरी पनि छैन, अब टेम्पो पनि छैन, सुनसान। त्यही भएर चाहिँ उनीहरू नझरेको होला। अब माथि भानुचोकमा झार्छ कि कता झार्छ तपाईँहरूलाई एकछिनमा देखाउँछु ल। हेर्नुहोस् है, यताबाट इन आउट हुने यो चाहिँ अब यो चाहिँ यहाँबाट चाहिँ आउट हुने रहेछ है। एकछिन पुग्नुहोस् ल। अब भानुचोकतिर जाने 16 गते हो। बस पार्क भिडभाड छ, तपाईँले देखिहाल्नु तल बस पार्क चाहिँ सुनसान छ होइन। भानुचोक फेरि भिडै छ। भानुचोक सुनसान होइन, भानुचोक चाहिँ ताप भइरहेछ। के कारणले नसरेको होला सर यो अब ठेकापट्टा लागेको भन्छ। ठेकापट्टा अब धरानको लागि इटाडीको लागि पर्यो अरे। अब एउटा बसबाट व्यक्तिबाट दिनको 300 रुपियाँ माग्छ अरे एउटा बसबाट। फेरि तल त बस पार्क सुनसान छ है। सुनसान छ त्यो अब त्यो ठेका लगाएर त्यो वही पैसा दिए अब दिने पनि गाडीमा मान्छे पनि हुँदैन। पेसेन्जरहरू अब त्यहाँ जानुलाई अलिक गाह्रो पनि समस्या पनि हुन्छ। अब यहाँबाट सिटी अटो चढेर जाँदाखेरि 30-40 रुपियाँ एकजनाको लिइहाल्छ। अनि त्यहाँबाट अब डाइरेक्ट बरु यहाँबाट अटोमा 100 रुपियाँ गएर इटली लगिदिन्छ। त्यही भएर बसवालाहरू चाहिँ सर्नु नमानेको जस्तो लाग्छ मलाई चाहिँ। हजुर भन्दा राम्रो 0 पोइन्ट र फुस्रोतिर बस पार्क भइदिएको भए हामीलाई राम्रो हुन्थ्यो होइन। 0 पोइन्ट फुस्रोतिर चाहिँ बस पार्क हुनु पर्थ्यो, अलिक तल भइहाल्यो। धन्यवाद।